ब्रह्मा वरेन्द्रमरु स्तवन्ते स्तवदेवै स्तवेद साङ्गापदकं पुनिस्तर गायन्ति मसामगानवस्थितन्ते मर्षा पश्यन्ति वेगने सन्तु विदुसुसुरगणा देवाय तस्मै नमः श्रीमचन्द्रचलभ शुक्लं ब्राह्मलिका मालालङ्कृत कुण्डल परिवेशन्मुक्ता बलिशोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्र चैतमालाकर भागदेवी वदनं बुद्धि वस्तुमित्रलोके माता चिरं मुखं कवाचा पार्वतीक वचलं पङ्गमयति गिरमित कृपातम वन्दे परमानन्द माधव नमो भगवते तस्मै व्यासाय मिस्त्रिदशे श्री प्रसाद उच्छामि नारायण कथामि श्री स्वस्तानि पंचजय भगवान् स्वस्तं माता भगवान् नारायण भगवान् स्वस्तं भगवान् नारायण प्रभु श्रीकृष्णवाद श्रीकुमारजी आज्ञा गर्नुहुन्छ हेमुने यस्तै तरले शिवजी भ्रमण गर्दै गर्दै एक दिन चित्त स्थिर गरेर आफ्नो तप हेर्नुभयो सतीलाई देख्नु भने एकछिन छक्क परेर अब कसो गरौँ कहाँ जाउँ भन्ने ठानी तपस्या गर्न जाने विचार भएर उत्तरापन्थतर्फ जान लाग्नुभएको मनमा ज्यादा शोक भ्रम भएको हुँदा दक्षिणतर्फ लाग्नुभएछ र दक्षिण कर्नाटक देशको ब्रह्मपुर गाउँमा पुग्नुभयो ऋषिहरू गङ्गा स्नान गर्न गएका थिए ऋषिपत्नीहरूले त्यसतर्फको बाटो गरी जानुभएको शिवजीलाई देखेर एउटी बन्दछन् हे ऋषिपत्नी हो ती गइरहेका शिवजी हुन् सदेवी मर्नाले बहुला जस्ता भएर हिँडेका छन् हाम्रा स्वामीहरू अनेक व्रत गरेका हरेक छाक मात्र गरेर रही साह्रै दुर्बल भएका छन् हामीलाई सन्तोष सुने गरी काम बोक दिन पनि सक्दैनन् त्यसो हुनाले बरु शिवजीकै पछि लागि जाउँ यस्ता कुरा सुने त्यहाँ भएका 100 ऋषिपत्नीहरू पछि लागेर झरा लागेर केही बेर पछि ऋषिहरूले थाहा पाए खोज्दै गएर शिवजीलाई भेटेर ऋषिहरूले भन्छन् हे महादेव तिमीले हाम्रा स्त्रीलाई किन ल्याएको यो कुरा सुनेर शिवजीले मैले ल्याएको छैन भन्नुभयो ऋषिहरू रिसाएर यी पछि आएका को हुन् त भने ऋषिहरूले भन्दा फर्केर शिवजीले हेर्नुभयो ती ऋषिपत्नीहरूलाई देखेर यिनीहरूलाई मैले ल्याएको होइन किन आएछन् भन्नुभयो ऋषिहरूले भने हे महादेव यी हाम्रा पत्नीहरू तिम्रो लिङ्ग देखेर पछि आएका हुन् तसर्थ तिम्रो लिङ्ग पतन होस् भने श्राप गरेर त्यो श्रापले शिवको लिङ्ग पतन भएर त्यो लिङ्ग देखि अर्को ज्योतिर्लिङ्ग प्रकट भए सारा संसार ज्योतिले ढाक्न लागेर ब्रह्मादि देवताहरू चकित भएर श्री विष्णु भएमा गएर भन्न लागे हे विष्णु हे वैकुण्ठेश्वर श्री महादेवका लिङ्गदेखि ज्योतिर्लिङ्ग उत्पन्न भएर सबै संसार ढाक्न लागेको कसो गर्ने हामी सबै शरणमा आएका छौँ यस्तो विनय सुनेर श्री विष्णु जल्दी जल्दी गर्दै जानुभयो त्यो ज्योतिर्लिङ्गलाई अँगालो हाल्नुभयो तुरन्तै ज्योतिर्लिङ्ग शान्त भयो देखेर देवदैत्य यक्षकन्दर्प झरा खुसी भएर धन्य विष्णु धन्य धन्य भनी तरतरका स्तुति गरी सबै आफ्नो आश्रममा गए त्यसपछि त्यो ज्योतिर्लिङ्गबाट प्रत्यक्ष रूप प्रकट भएर ती ऋषिहरूलाई भन्नुहुन्छ हे ऋषि हो बिना अपराध मलाई श्राप देऊ म पनि तिमीलाई श्राप दिन्छु अबदेखि तिमीहरूको वाक्य अशुद्ध होस् होला ब्राह्मणहरूमा पनि अशुद्धि रहनेछ यति श्राप गरेर श्री महादेव उत्तरापन्थतर्फ जान लाग्नुभयो उहाँ गई काम क्रोधले दबाई इन्द्रियहरूलाई संयम राखी नयन चिप्लेर ब्रह्मका ध्यानमा मौन हुनुभयो यसपछि यता हिमालय पर्वतले पत्नी मेनका गर्भवती भएको थाहा पाए बहुत खुसी हुँदै पुंसवन आदि कर्म गराएर 10 महिना पुगेपछि भएपछि राम्रो समयमा मेनकाको गर्भबाट धप्त बल्दो ज्योति भएकी कन्यारत्न पैदा भएन केही रातो वर्ण अङ्गपुष्ट सलसलाउँदो शरीर कमल जस्तो नयन चन्द्रमाको ज्योति जस्तो उज्जवल मुखारबिन्द सबै शरीर मानेको सबै लक्षण यस्तै कन्या देखेर हिमालय पर्वतलाई खुसीको ठेगाना रहेर तुरन्तै बसिटादी ज्योतिषी ऋषिहरूलाई बोलाएर नारायण गराए पार्वती भन्ने नाम राखेर हिमालय पर्वतले ब्राह्मणलाई नाना रत्न हिरा मणि दक्षिणा दिई भजन गराइसकेपछि ज्योतिषहरू भन्छन् हे हिमालय पर्वत राजा तिमी धन्य रहेछौ यो तिम्रो कन्याले भगवान शङ्कर स्वामी पाउँछन् 14 भुवनको स्वामी हुनेछ निर्माता अधर्मित दैत्यको सम्मान पनि हुनेछ हे पर्वत राजा तिम्रो भक्ति भावले हामी पनि बहुतै खुसी छौँ कृतार्थमय अब बिदा दिनुभए जानेछौँ हिमालयले पनि सत्कारपूर्वक पाल्नुहोस् भने बिदा दिएर सबै आफ्नो आश्रममा गए यता पार्वती कन्या शुक्लपक्षको चन्द्रमा चाहिँ बढ्दै सुन्दरी बालिका पनि बाल्यकालदेखि खेल्दा पनि शङ्करको पूजा गर्दै गर्ने हिँड्दा पनि खाँदा बस्दा पिउँदा बस्दा सुत्दा शिवजीको सम्झना गर्थिन् यस्तो बाल्य अवस्थादेखि श्री महादेवको परम भक्ति भाव पार्वती हुनुभयो एक दिन नारद ऋषि वैकुण्ठ धाममा गए श्री विष्णुलाई प्रणाम गरी भन्न लागेर हे वैकुण्ठनाथ हिमालयको छोरी पार्वती तपाईँलाई योग्य छन् लक्ष्मीभन्दा पनि राम्रो अनेकौँ लक्षणले युक्त भएको ती कन्यालाई बिहे गर्नुहोस् नारद यही वचन सुनेर हिमालयले मलाई दिलान र पनि विष्णुले भन्नुभयो नारदले प्रभुलाई त्यो कुराको धन्दा किन दिनु पर्यो सबै कुरा म ठिक पार्छु भने नारदजी हिमालय पर्वत भएमा गइहाले नारद मुनि आएको देखेर हिमालयले सत्कारपूर्वक आसनमा राखी स्वागत गरेर नारदजी भन्नुहुन्छ हे हिमालय पर्वत राजा केही कुराको विनय गर्न आइरहेको छु तपाईँका सुपुत्री श्री विष्णु भगवानलाई दिनु पर्यो यस्तो सुनि हिमालय खुसी भएर हे नारदजी बेस कुरा भन्नुभयो तपाईँको आज्ञा अनुसार छोरी उमा श्री विष्णुलाई दिए श्री विष्णुलाई यो कुरा भन्नु होला यो कुरा सुन्ने बित्तिकै नारद वैकुण्ठ धाम पुगिहाले नारद सबै कुरा सुनेर अहिले आश्रममा जाऊ भनेर बिदा दिनुभयो र नारद आफ्नो आश्रममा गए त पर्वतराज हिमालयले बिहाको सामग्री तयार गरी नारदजीलाई डाकी विष्णु भगवान भएमा पठान नारद आएपछि विवाह निमित्त देवता यक्ष गन्धर्ववादी गुरु बृहस्पति समेत निमन्त्रणा गरी साथै कन्यादान दिने भनी हिमालय पर्वत भएमा जानुभयो यता मेनकालेको छोरी पार्वतीलाई सिंगार गरी नाना तरिका मणिमाणी के हिरामती रत्नादि आभूषण रेशमी जरीदार सारी तास पिताम्बर आदिले सुशोभित गराइसकेकी थिइन् त्यसै बेला जया विजय अजित अपराजित नाम गरेका सखीहरू उमासँग भन्छन् हे उमा आज तिम्रो विवाह श्री विष्णुसँग हुने भएको छ यी सखीहरूले भनेको कुरा सुनेर पार्वतीलाई मनमा सन्ताप हुन गएर अनि मैले बाल्यकालदेखि श्री महादेवको भजन गरेछु उनीहरूलाई नपाए हत्या गरेर मर्छु भने यो सुनि सखी भन्छ त्यसो भयो सखी यहाँ नबस्नु कसैले नदेखि ठाउँमा जाउँ सखीहरू कुरा सुनेर जसो गर्नुपर्छ गयो पनि अनि त सखीहरूले बगाए नदी किनारको ठुलो जग्गामा लगी लुकाएर राखे त बिहाको विधिले गुरु बृहस्पति आज्ञा
अनुसार कर्म आरम्भ भरि हिमालयले राम्रो सिँगार गरे कन्यालाई एकैमा ल्याऊ पनि पठाए तर कन्यालाई नभेटी छक्क परे चारैतर्फ खोजी गर्न पठाए जहाँ तहाँ खोजी गरे तैका पाउन सकेनन् हिमालयले चित्ताकुल गरी गुरु बृहस्पति ऋषिसँग गई मैया उमा कहीँ पनि छैन कसो गरौँ भने यस्तो सुनि बृहस्पति ऋषिले उसो भए यस लगनमा भएन भने विष्णुसँग बिन्ती गरेर विष्णु आदि सबै देवता आफ्नो आफ्नो आश्रममा गए यता उता लुकिरहेको उमाले आफ्नो सङ्गीहरू गएपछि नदीको तीरमा बसी बाल्लो ल्याए शिवलिङ्ग बनाए श्रीमहादेवको आराधना गरी पूजा गर्न त्यो बाल्लोको गर्दाखेरि श्रीमहादेव प्रत्यक्ष भए आफ्नो स्वरूप दर्शन दिनुभयो र हे सुबे मलाई किन आराधना गर्यो भनी आज्ञा भएर तिनले हे जगदीश्वर मैले बालक अवस्थादेखि नै श्रीमहादेव स्वयं पाऊँ भने हजुरले बजिरहेको छु मेरा पिता हिमालय पर्वतले विष्णुलाई कन्यादान गर्न लाग्दा भागी यहाँ लुकिरहेको छु रक्षा गर्नुहोस् मसँग खुसी भइबस्छु भनी बिन्ती गरेर श्रीमहादेव आज्ञा गर्नुहुन्छ यद्यपि तिम्रा बाबा माताले कन्यादान नगरे तिमीलाई मैले श्री भन्नु भएन भनी आज्ञा आउँदा फेरि तिमीले यही छ जसो गर्ने हो मलाई उपदेश दिनु गर्नुहोस् भनेर श्रीमहादेवले आज्ञा गर्नुहुन्छ देवी विष्णु आए तिमीलाई जस्तो उपदेश गर्ला तिमीले दोषे गर्नु यति श्रीमहादेवले आज्ञा गरेको सुनेको तिमीले हवस् पनि साष्टाङ्ग प्रणाम गरेर श्रीमहादेव अन्तर्धान हुनुभयो र त्यसपछि उमा गएर हिमालय पर्वतले तिनलाई आएको देखेर रिसाएर त कहाँ थिइस् पनि सोधेर तिनले हे पिता केटा देख्ने म श्री महादेव स्वामी पाउँ पनि हुनलाई भजिरहेको छु तपाईँलाई विष्णुलाई कन्यादान गर्न लाग्नु पऱ्यो लुक्न गएको थिएँ भनिन् यदि आफ्नो पुत्रीले भनेको सुनि हिमालय नारायणका दिन वशिष्ठ आदि ऋषि ज्योतिषले भनेको कुरा सम्झी चुप्लाएर अनेपछि उमाले कहिले विष्णु आउलान् भने श्री महादेव स्वामी पाउन निम्ति नाना तीर्थ व्रतदान धर्म जप तप यज्ञाति आदि गर्न लागिन् तिनले यसरी भक्ति गरेको देखे श्री विष्णुले शङ्ख चक्र गदा पद्मली गरुडमाथि सवार भएर तिमी भएमा गई हे देवी तिमीले नाना तरले यज्ञ दान ताप गरेकोले म खुसी भई वरदान माग भन्नुभयो त्यो सुनि उनले हे परमात्मा म अरू के वरदान माग श्रीमहादेव स्वयं पाऊ भनिन् यस्तो वचन सुनेर श्री विष्णु आज्ञा अनुसार पर्वत कुमारी सम्पूर्ण दान धर्म एक जवादी बन्दै बानी उत्तम कुरा म भन्नुहोस् एक चित्त भई सुन श्री स्वस्थानी परमेश्वर व्रत गरेर त्यस व्रतका प्रभावले श्री परमेश्वर स्वामी पाउले यदि विष्णुले आज्ञा गरेको सुने गिरिजा फेरि भन्छन् हे लोकनाथ त्यस व्रतको विधि कसो हो के गर्नुपर्छ त्यो आज्ञा गर्नुहोस् विष्णु आज्ञा गर्नुहुन्छ पौष शुक्ल पूर्णिमाका दिनदेखि व्रत आरम्भ गर्नु घोडाका नङ काटे शुद्ध भई एक पक्ष र यो स्नान गरी सधैँ मध्याहकालमा श्रीमहादेवको पूजा गर्नु महिना दिनपछि माघ शुक्ल पूर्णिमा दिन 108 रोटी 108 अक्षता 108 बेलीको फुल 108 कुडका सुपारी 108 पान जातका फलफुल तयार गरी आर्सी तामाको थालीमा ओंकार लेखी गङ्गाजल स्नान गराउनु श्रीखण्ड रक्त चन्दन सिन्दुर फलफुल र वस्त्र पहिराउनु धूप दीप नैवेद्य कस्तो बेटी चढाउनु षडोपचारले पूजा गर्नु शब्द गर्नु स्तुति गर्नु अध्यय दिनु हे पार्वती श्री स्वस्थानी परमेश्वर भने कस्ती हुन् भने अष्टाचुत दलेश्वर मातृ काष्ठी स्थिति धनस्थ खडक त्रिशूल चोर्दव अदश्चत भय मुत्पलम चतुर्भुजा त्रिणिता च सर्वालङ्कार भूषिता सर्वण विद विकासाभा स्वस्थानी जगदीश्वरी वरिपरि 8 पात भएकी कमलमा प्रत्येक पातमा आठवटे मातृका बीचमा 4 हात 3 नयन एक हातमा त्रिशूल एक हातमा बर र एक हातमा कमल लिएकी थरथरीका भूषण गहना लगाएकी सुवर्णको जस्तो पहिलो ज्वालाले तेजले धपक्क बले जस्तो हुन गएकी श्री स्वस्थानी परमेश्वरलाई ध्यान गरी हे ईश्वरी भनी वरदान माग्नु र प्रसाद निकाले ती 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 जना 8 पान 8 कुडका सुपारी चाहिँ आफ्नो पतिलाई दिनु पति नभए छोरालाई दिनु छोरा नभए मित छोरालाई दिनु मित छोरा पनि नभए जुन इच्छाले व्रत गरेको छ त्यो कामना सिद्ध होस् पनि गङ्गामा लगी बहाइदिनु 100 रोटी आफूले खानु रातमा जागरण गरी हुने ईश्वरीको महिमा सुनाउनु हे गिरिजा श्री स्वस्थानी परमेश्वरको प्रसाद दिने बेलामा श्री महादेव तिम्रो पासमा आउनुहुनेछ र तिम्रो भक्तदेखि म खुसी भए श्री महादेव स्वयं पाए पनि वरदान दिनुहुनेछ भने यदि श्री स्वस्थानी परमेश्वर व्रत विधि श्री विष्णुले कहेपछि उमा देवीले मनमा आनन्द गरी सदा भक्तिपूर्वक श्री विष्णुको पूजा गरी प्रणाम गरिन् अनि श्री विष्णु करुणा सवार भई उहाँ वरदान तर्दान भई वैकुण्ठ जानुभई इति श्री स्कन्द पुराणे माघमात्म्य कुमारास्ते संवादे श्री स्वस्थानी परमेश्वर व्रत कथायाम स्वस्थानी व्रत उपदेश नाम द्वादशोध्याय श्री स्वस्थानी परमेश्वर जय नारायण स्वस्थानी